हेलो एभ्रिवान, नमस्ते, गुड आफ्टरनुन। आज चाहिँ मेरो नयाँ बाइकको पूजा हुँदैछ गाइस। सबैजनाले हेरेर साथ सपोर्ट दिनु होला। यो चाहिँ हाम्रो कालिका मन्दिर सालगढी नगरपालिका 1 पालापाटो पूजा गर्दै आज एकदम हेर्न सक्नुहुन्छ। एकदम हरियाली छ आज। आज एकदम रमाइलो वातावरण छ। अनि यो चाहिँ हाम्रो पारी लामाचोर गाउँ हो, स्याउरीगारी भन्छन्। अनि यो चाहिँ हाम्रो फाइनली न्यू कालिका मन्दिर पालापाटामा। अब चाहिँ हामी भित्र प्रवेश गर्दै गरेको पूजाको लागि। अनि मैले चाहिँ यसो सेल्फी उठाइदिएको एउटा। अनि हाम्रो मन्दिर चाहिँ म राम्रोसँग एकदम घुमाएर देखाउँदै सबैजनाले फुल वाच गर्नु होला गाइस। एकदमै ब्युटिफुल छ है गाइस। सबैजना भिजिट गर्न सक्नुहुन्छ। प्युठान नगरपालिका 1 सालगढी पालापाटोमा छ है गाइस यो चाहिँ मन्दिर। एकदम हरियाली छ, वातावरण एकदम स्वच्छ, चिसो मौसम छ। अनि मैले चाहिँ चस्मा लगाइदिएँ। अनि यिनी चाहिँ मेरो श्रीमती पूजा गर्दैछन्। हाम्रो पुजारी सर हुनुहुन्छ। अनि म पनि यसो पूजा गर्दै लिखे तुझे मिलने के लाखों बहाने हैं। अनि यिनी चाहिँ मेरो सानी क्युट छोरी। लगभग पूजा गरेर सकिँदैछ। मेरे ख्यालों में दिल की किताबों में लिखे तुझे मिलने के लाखों बहाने हैं। शाम से है यूं बीत गए हम, दुनिया भुला कर जीत गए। हाय रब्बा हाय रब्बा हाय पूजा गर्न भन्नु। अनि मेरो छोरीले पनि पूजा गर्दैछ। अब चाहिँ हामी बाइकतर्फ पूजा गर्दै बाइकलाई ध्वजाहरू बाँध्दै हाम्रो पुजारीजीले साथमा मामा पनि हुनुहुन्छ, मामा ससुरा हुनुहुन्छ उहाँ चाहिँ। अनि हाम्रो पुजारीजी एकदम मेहनती मान्छे हुनुहुन्छ। अनि उनी चाहिँ मेरो एउटा कान्छो साला। मामाहरूले मलाई साथ दिइरहनु भएको छ एकदम। हाम्रो पुजारीजीले चाहिँ मेरो बाइकमा रिबनहरू बाँध्दै हुनुहुन्छ, ध्वजाहरू। अनि मेरो छोरी चाहिँ खेल्दैछ अलि। छोरी अनि श्रीमती, मामा, साला सबै एकदम रमाउँदै हुनुहुन्छ। मैले चाहिँ श्रीमतीलाई टिको लगाइदिएँ खुसियालीमा। मलाई पुजारीजीले पनि टिको लगाइदिनु भयो। अनि त्यसपछि चाहिँ मेरो छोरीले बाइकमा एउटा खुट्टाले छाप लगाइन्। एकदम राम्रो हुन्छ, धेरै नै राम्रो हुन्छ भनेर। अनि पूजा अब हाम्रो मम्मीले चाहिँ घर लिएपछि पूजा गर्नुभयो। उहाँ चाहिँ अब मन्दिरमा नजाने भन्नुभयो, त्यही भएर घर लिएर आएको थिएँ। उहाँले चाहिँ पूजा गरिदिनु भयो गाइस। सबैजनाले फुल भिडियो हेरेर साथ सपोर्ट दिनु होला। यो चाहिँ मेरो न्यू बाइक एकदमै धेरै नै क्युट एन्ड धेरै नै राम्रो छ। फेभरेट कलर पनि हो मेरो। मम्मीले चाहिँ एकदम पूजा गर्दै हुनुहुन्छ एकदम सबैतिर। मैले पनि एउटा सेल्फी लिइदिएँ मम्मीसित। अनि मेरो छोरी पनि साथमै थिए मसँग। अनि मम्मीले चाहिँ अब मलाई टिका लगाइदिँदै हुनुहुन्छ। एकदम धेरै नै खुसी, एक्साइटेड, एकदमै धेरै नै खुसी लागेको छ। फाइनली बाइक चाहिँ पूजा गरियो। ल गाइस, सबैजनाले सेयर, कमेन्ट, लाइक गर्न चाहिँ नभन्नु होला प्लिज। थ्याङ्क यू सो मच। बाई बाई।